अवश्य पनि उनीहरूले एउटा राम्रो रोजगारीको लागि एउटा अवसर चाहिँ आएको जस्तो मलाई लागेको छ। यो अवसर चाहिँ तपाईँले नगुमाउनु भनेर मेरो अनुरोध पनि छ। तर एउटा भनाइ के छ भन्दाखेरि तपाईँले एउटा गर्नु पर्छ, प्र्याक्टिस इज पर्फेक्ट। र यदि तपाईँले प्र्याक्टिस गर्दै जानुभयो भने तपाईँ पर्फेक्ट हुन्छ। यदि अब एउटा भनाइ अघि पनि मैले भने एउटा थिङ्किङ म्यान इज होपलेस म्यान, रिडिङ म्यान इज कन्फ्युज म्यान, अनि प्र्याक्टिस म्यान इज पर्फेक्ट म्यान भन्ने छ। त्यो चाहिँ तपाईँको अब अलिअलि सिकेको त्यो कन्फ्युज भइदियो भने फेरि तपाईँले सिकेको केही औषधि हुन्छ। त्यसले गर्दाखेरि जति हामीले प्र्याक्टिस गर्यो त्यति नै त्यसको चाहिँ दक्षता बढ्दै जान्छ, त पर्फेक्ट हुन्छ। अब तपाईँको यो कति महत्त्वपूर्ण छ भन्ने कुरामा हामीले विभिन्न चाहिँ फिल्ममा हेर्दाखेरि पनि भर्खरको चाहिँ तपाईँको तरुण चाहिँ या केटा या केटी होस् तिनीहरूलाई बुढो बनाइदिन्छ। र त्यो बुढोलाई पनि अनि तरुण बनाउने काम पनि यो मेकअपको बाटो नै गर्ने। त्यसले गर्दाखेरि मेकअप महत्त्वपूर्ण भूमिका रहन्छ होइन। अब हामी कुनै पनि फङ्सनमा यदि कुनै कुनै कार्यक्रमहरूमा जाँदाखेरि पनि त्यसले चाहिँ आफ्नो चाहिँ एक मेकअप मतलब आफ्नो चाहिँ उसमा कसरी चाहिँ तपाईँको गेटअप गरेर त्यसले धेरै असर पार्छ होइन। त्यसले धेरै असर पार्छ। त्यसले गर्दा यो महत्त्वपूर्ण चाहिँ भएको कारणले तपाईँलाई यो ट्रेनिङ दिनुभएको छ। यसको लागि म तपाईँ सबैलाई चाहिँ बधाई र शुभकामना पनि छ। र अघि मैले भने तपाईँले कन्टिन्यू यो कामलाई नछोडिकन यदि तपाईँले अरू ठाउँमा नभए आफ्नो घरमा भए पनि प्र्याक्टिस चाहिँ गरिराख्नु भयो भने तपाईँको त्यो ठुलो चाहिँ तपाईँले चाहिँ भोलिको चाहिँ एउटा राम्रो रोजगारीको रूपमा तपाईँले प्राप्त गर्नुभएको छ। र अहिले मान्छे थाहा छ तपाईँहरूको चाहिँ कुनै पनि एउटा अफिसमा जाँदाखेरि पनि अलिअलि चाहिँ मेकअप गरेर जानुपर्ने स्थिति छ। कोही एउटा फङ्सनमा जाँदाखेरि छनै छ। अब बिहा बटनमा त यसमा त कुनै भएन होइन। त्यसले गर्दाखेरि आजभोलि कहीँ कतैतिर जाँदाखेरि त्यो बेहुलीलाई मात्रै सजाउनु होइन कि बेहुली कहाँ जानेहरू पनि कुनै मेकअपको लागि तयार भएर मात्रै जान्छ। त्यसले गर्दाखेरि त्यो ठुलो चाहिँ एउटा चाहिँ जमात चाहिँ चाहिँ केन्द्रबिन्दु छ। त्यसले गर्दाखेरि त्यो चाहिँ काम कसले गर्छ भन्दा यो मेकअप गर्ने काम गर्ने व्यक्तिहरूले गर्छ। त्यसले गर्दाखेरि तपाईँको ठुलो अवसर छ। त्यही भएर चाहिँ तपाईँले यो कामलाई अवसरलाई तपाईँ नगुमाउनुहोस्, यसलाई कन्टिन्यू दिनुहोस् भने म शुभकामना तपाईँलाई दिन्छु। र अहिले हामीले प्रदेशले पनि थुप्रै सङ्घ प्रदेश स्थानीय निकाय विभिन्न ठाउँबाट पनि यस्ता खालका ट्रेनिङहरू हामी दिएको हामीले सुनेको छौँ र देखेको छौँ, हेरेको छौँ। तर अब त्यसले कति चाहिँ लाभान्वित छ त होइन, त्यसले कति कार्यान्वयन चाहिँ हुन्छ कि हुँदैन भन्ने कुरामा पनि महत्त्वपूर्ण पार्छ। जस्तै तपाईँले 6 महिनाको ट्रेनिङ लिनुभयो, अब यदि त्यसलाई चाहिँ तपाईँले कार्यान्वयन गरेर तपाईँले यो पेसागत रूपमा जानु भएन भने अब यसको केही औचित्य चाहिँ हुन्छ। तपाईँले आफ्नो साथीलाई एउटा एकदमै मेकअप गर्ने बाहेक तपाईँको व्यवसाय रूपमा तपाईँ अगाडि बढ्नु सक्नुहुन्छ। त्यसले गर्दाखेरि यसले व्यवसाय रूपमा तपाईँहरू अगाडि बढ्नुहोस्। यसले ठुलो चाहिँ तपाईँहरूको चाहिँ जीवनमा राम्रो चाहिँ तपाईँको चाहिँ एउटा आय आर्जन गर्ने काममा महत्त्वपूर्ण यसले भूमिका खेल्छ। र अहिले हामीलाई पनि प्रदेशमा हाम्रो केही त्यही पैसा बाँकी छ। मैले सुनेको हाम्रो अहिले श्रम तथा यातायात मन्त्री हाम्रै क्षेत्रको हुनुहुन्छ, हाम्रो यही गुम्बटीको चाहिँ हुनुहुन्छ, हाम्रो यो म चाहिँ उहाँ खप र उहाँसँग अहिले एउटा चाहिँ एउटा यस्तै चाहिँ ब्युटी पार्लर चाहिँ एउटा चाहिँ कार्यक्रम गर्ने भनेको छ। त्यसले गर्दाखेरि यसमा अब हाम्रो अहिले जेडी चाहिँ तपाईँ पार्टनरले पनि अलिकति हामीसँग कोअर्डिनेसन गर्नुभयो भने अब हामी त्यसको लागि आवश्यक खालका बजेटहरू कहाँबाट के गर्न सकिन्छ हामी त्यो गर्न तयार छौँ होइन। अब त्यसको लागि चाहिँ तपाईँले अलिकति हामीसँग सम्पर्क गर्नुहोस्। म मन्त्रीसँग कुरो गर्छु कतिजनालाई ट्रेनिङ दिने, कति महिनाको लागि ट्रेनिङ दिने भन्ने कुरामा तपाईँले एउटा प्रपोजल ल्याउनुहोस्। त्यो अनुसारको चाहिँ बजेट चाहिँ पार्ने काममा म यही सालमा यही यो 81-82कै तपाईँको चाहिँ आर्थिक बजेटमै तपाईँले गर्ने हो। यो तत्कालीन चाहिँ गर्नुपर्छ है फेरि, त्यसले सूचित गर्नु हुँदैन, तत्कालीन गर्नुपर्छ। र अर्को एउटा चाहिँ तपाईँलाई के पनि म आश्वासन दिन्छु भन्दाखेरि अब यो चाहिँ 82-83को लागि यदि तपाईँहरूले यस्ता खालका चाहिँ रोजगारीमूलक कार्यक्रमहरू तपाईँले गर्नु चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोस्। र मैले चाहिँ कति सकिन्छ तपाईँहरूको लागि बजेट पार्नुको लागि तपाईँहरूको संस्था कुनै एउटा संस्था छ भने संस्थाको मार्फतबाट होस् या संस्था नभए भने तपाईँको समूहबाट पनि गर्न सक्छ र तपाईँले एकमुष्ट हामी बजेट राख्न सक्छौँ। यो कुरोमा पनि तपाईँले म चाहिँ वचनबद्ध भयो होइन, एउटा वचनबद्धको हिसाबले मैले कुरो गरेँ। तर त्यसलाई रोजगारीको रूपमा अब त्यसलाई चाहिँ
तपाईँले चाहिँ के पनि गर्नु पर्यो भने अब तपाईँहरूलाई एउटा चाहिँ के गर्नु पर्यो भने तपाईँहरू जस्तो संस्थालाई चाहिँ राज्यसँग के माग्नु पर्यो भने हामीले यो व्यवसाय गर्नुको लागि तपाईँले चाहिँ बिना ब्याजको लोन चाहिँ व्यवस्था गर्नु पर्यो भनेर तपाईँलाई माग गर्नु पर्यो बिना ब्याजले होइन। अब कि हामीले यो त्यति ट्रेनिङ लिइसकेपछि हामीले यो चाहिँ हाम्रो चाहिँ व्यवसाय गर्नलाई तपाईँले चाहिँ लोन दिनु पऱ्यो के होइन अनुदानको रूपमा भए पनि दिनु पऱ्यो भन्ने हिसाबले तपाईँले एउटा समूहले त्यस्तो खालको एउटा एसोसिएसन होला तपाईँहरूको यो एसोसिएसनको मार्फतबाट होस् या तपाईँहरूको व्यक्तिगत रूपमा मार्फतबाट होस् तपाईँले आरोपले चाहिँ बच्चाले दुध खानलाई त रुनुपर्छ भन्ने उखान छ र यो तपाईँहरू के कुरामा तपाईँले आफ्नो कुरा चाहिँ एउटा बलियो साथ चाहिँ तपाईँहरूको अध्ययन राखेर चाहिँ सम्बन्धी निगाहमा राख्नुभयो भने नभएसम्म तपाईँले सोचेको अनुसार राज्यको तपाईँले आउँदैन। अहिले यहाँ मात्रै होइन मैले प्रदेशको मात्रै होइन सङ्घीयको मात्रै के चाहिँ यस्ता खालको बजेटहरू छुटाएको छ। त्यो बाहेक पनि तपाईँको यहाँ महानगरमा पैसा खर्च गर्न नसकेर तपाईँको चाहिँ त्यति ठङ्गैरहेको महानगरमा तपाईँले थाहा छ काठमाडौँको झन्डै चाहिँ 9-10 अर्ब पैसा त तपाईँको बाइकमा राखेर ब्याज खाइरहेको होइन विकासको काममा गर्नु पऱ्यो बजेट भन्दाखेरि तपाईँहरू जस्तो काम गर्ने व्यक्तिहरूलाई त्यो पैसाले लगान गर्यो भने कम्तीमा समृद्धि नेपाल सुखी नेपाली भन्ने कुरा त अब पो हुन्छ कि होइन। अनि राज्य चाहिँ तपाईँहरू जस्तो चाहिँ काम गर्ने मान्छेलाई चाहिँ निरुत्साहित गरिदिने कुनै एउटा सपोर्ट नै कुनै ठाउँबाट चाहिँ केही नगरिदिने अनि चाहिँ समृद्धि नेपाल सुखी नेपाली भनेर चाहिँ तपाईँको मुखलाई मात्रै बोल्ने त हुँदैन। तपाईँहरू जस्तो युवाहरूलाई यो राज्यलाई चाहिँ तपाईँहरूलाई चाहिँ के गरेर हुन्छ यो राज्यमै रहने व्यवस्था गर्ने गरी केही न केही चाहिँ रोजगारीमूलक कार्यक्रमहरू लगाए भयो अनि राम्रो हुन्छ। होइन भने अहिले जहिले पनि जहाँ पनि तपाईँको चाहिँ मितिदेखि महाकाली सानोदेखि चाहिँ 80 वर्ष 90 वर्ष भएको बुढो मान्छे भएभरको युवाहरू सब विदेशमा गयो भने हामीले त्यो कहानी चाहिँ पाक्ने गरी सुन्न पाइरहेको होइन। तर अब यस्तै कामलाई रोक्ने काम त राज्यको त्यसले गर्दाखेरि त्यो राज्यलाई चाहिँ खर्चगदाउने काम कसले भन्दाखेरि तपाईँ हामी जस्तो मान्छेले खर्चगदा मात्रै राज्यले काम चाहिँ सुन्छ आँखाले देख्छ। त्यसले त्यो खर्चगदाउने काम चाहिँ तपाईँहरूको मार्फत होस् र यो कार्यक्रममा मलाई बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद र आभार पनि व्यक्त गर्छु र जति पनि यहाँ ट्रेनिङ लिने बहिनीहरूले जुन ग्यास लिनुभयो त्यसको लागि अघि पनि मैले भने तपाईँले यो लिएर मात्रै होइन त्यसले व्यावहारिक रूपमा चाहिँ काम गर्नुपर्छ र अझै व्यवसायिक रूपमा तपाईँहरू काम गर्न अगाडि बढोस् भन्ने शुभकामना चाहिँ मेरो भनाइ यही टोल्नु धन्यवाद।